हेलो साथीहरू, मेरो मिनी ब्लगमा स्वागत छ। आज चाहिँ म बिहानै खाना बनाउँदैछु। भात चाहिँ पाकिसक्यो, यता चाहिँ दाल पनि बोइल भइसकेको छ साथीहरू। अब चाहिँ म भुट्छु दाललाई। सुरुमा चाहिँ मैले तेल राखेँ कडाईमा। तेल तातिसकेपछि तोरीको दाना राखेँ र अघि नै काटेको लसुनको झाना राखेँ। अनि यसलाई चाहिँ राम्रोसँग ब्राउन गर्ने। त्यसपछि ब्राउन गरिसकेपछि यसमा मैले प्याज राखेँ। प्याजलाई पनि राम्रोसँग भुट्ने साथीहरू। यसलाई राम्रोसँग भुटिसकेपछि मैले चाहिँ यसलाई राम्रोसँग भुटिसकेपछि यसमा बेसार राखेँ। थोरै बेसार राखिसकेपछि फेरि यसलाई राम्रोसँग फ्राई गर्ने। मेरो छोरी चाहिँ पिरो खाँदैन साथीहरू, त्यसैले दाल चाहिँ पिरो नहालेर बनाउँछु। म चाहिँ यसरी बेसार अनि प्याज लसुन राखेर यसरी भुटेर बनाउँछु दाल चाहिँ। अनि दाल पनि यता पाक्दैछ साथीहरू। अनि मैले स्वाद अनुसार नुन राखेँ। यता चाहिँ लिउँडोको तरकारी बनाउँदैछु म चाहिँ। अनि यता तेल राखेँ कडाईमा। अनि अघि नै काटेको लसुन राखेँ अनि थोरै प्याज राखेँ। प्याजलाई र लसुनलाई राम्रोसँग फ्राई गर्ने। त्यसपछि मैले अघि नै काटेर राखेको तरकारी राखेँ। तरकारीलाई पनि राम्रोसँग फ्राई गर्ने। यसलाई राम्रोसँग फ्राई गरिसकेपछि म चाहिँ यता मसला पिन्दैछु साथीहरू। सिलौटोमा पिसेको मसलाको स्वाद के राम्रो आउँछ साथीहरू। म चाहिँ चटनी अनि मसलाहरू चाहिँ सिलौटामै पिस्छु। अनि यता तरकारी पनि पाकेर रेडी भइसक्यो साथीहरू। अनि यतिको भइसकेको छ तरकारी पनि पाकेर। हजुरहरूलाई कस्तो लाग्छ लिउँडोको तरकारी? मलाई त एकदम मिठो लाग्छ। अनि यता चाहिँ दाल पनि पाकेर रेडी भइसक्यो। दाल पनि यतिको पाकेर रेडी भइसकेको छ। यता चाहिँ मेरो छोरी पढाइ गर्दैछिन्। इक्जाम छ छोरीको चाहिँ। यता बसेर आरामले पढाइ गर्दैछन्। अनि यता चाहिँ मेरो बुढा पनि जिमबाट आउनुभयो। बिहानै 6 बजे जानुहुन्छ र अहिले 8 बजे आउनुभयो।